रक्षा गर्नु है कता हो यहाँ होला हो ढोकामा भइरहेछ छोक्रेकै सालाहरू हो नि त त्यहाँ मेरो घरको मेरो छोराछोरीको घरको 1000 वर्षको आयु कुन कतापट्टि लाउनु पर्ने हो म मर्ने घर मेरो साका मर्ने घर दर्शन नमस्ते को जनताको घरलाई हुन्छ परम्पराको आयु दशा थाप्सा भल पहिरो नलागिदिनु नन्दुर्गा भानीले थामिदिनु है जुत्ताको माथि ठेक्लाटा ओइलाटा भयो अब उद्धो पनि ओइलाटा देखिएको छैन यहाँ भन्दा अन्त फेरि बढाउनु परोस् भयो 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 घर गडेटी बढाउनु परोस् हाम्रो घर पुज्ने यहाँ कुरो भइरहेछ दशमी दीपावलीको भन्दा अगाडि त दुर्गाको दुर्गा माताको सबै छोडिरहनु भएको छ भइरहेछ काम कुरो अब साइत हुन लागेको छ हाम्रो टिकाको साइत अब बिस्तारै टिका लाउनेछौँ 11:26 गएपछि टिकाको साइत हुन्छ लगभग हुन लागेको छ लो कति रमाइलो है ट्याट्टै सिरी भन न भिडियो हो खोलीतिर थियो ओ भिडियो बाई सुन बलेको जस्तो देखिँदो रहेछ मम्मी सुनको लुगा लाएर हेर मैले कालेले लाइसक्यो रे ढोका सोका यहाँ हामी पनि थुन्नुपर्छ अब हाम्रो टिकाको सुरु भएको छ बुहानी दुर्गा भवानी हुनुहुन्छ हाम्रो पस्यौँ नन्दुर्गा भवानीले नै पाइला तोडेर आयो 1000 वर्षको आयो मेरो नानीको शिव शिरमा कुममा सरस्वती धनको धनी हुनु लामा खिच्नु परोस् मृत्यु हुनु परोस् मृत्यु झन् दाइनु आफ्नो सरस्वतीले दाइने माया चारै खेप लाग्नु परोस् कति तथा नाम बोली आयो भने पनि नउम्केर सरस्वतीले दया गरेर यसो गर्नु हुँदैन है भन्दिनु है मेरो सरस्वती त्यति म जिक्री गर्छु 1000 वर्षको आयु शाखा सन्तानको धनी पार्वती शिरमा बसेर सरस्वती मुखमा बसेर पटुकी कसेर सहारा गर्नु परोस् त्यसरी नै पछि तिमीले भविष्यमा नाति पोलातीलाई दिन पाउनु परोस् पनि हुँदैन छोरा मान्छे बारको गोचा हो बाजो जुतो त्यस्तै हो घरमा अब दिदीलाई त उडाइ नै हालिस् हो चोर बिहा गरेको जस्तो देखिँदो रहेछ हजारौँ मेरो लक्ष्मी ल जनको धनी धनको धनी गले हे मेरो भगवान गलेम्बा हे मेरो नन्दुर्गा भवानी कान कतुलो मान्छे राइदिने म नभुल्नु हजारौँ लाखौँ करोडहरूले शिरैमा शिर सरस्वती रिस भन्ने पैतालामा कहाँ जाओस् खेर लक्षिण बन्ने चोर बिहा त मेरो नानी शाखा सन्तान होइन बेहुला चाहिँ नामकै इष्टमित्रलाई दया गरेर सही शत्रु पाउमा राखेर बेहुला बेहुलीको छोरा शत्रुलाई पनि दया गरेर हाँस्नु परोस् मित्रलाई पनि दया गरेर हाँस्नु परोस् यो शाखा सन्तानतिर देवी देउरालीले सबैले छेकिदिएर मेरो पार्वती
है मेरो नौ दुर्गा बहिनीको आशीर्वाद यो त यता अगाडि चाहिँ ल्याउनु पर्थ्यो नि त अनि लाटा खोइ भिडियो भन्नु त कति राम्री देखिन्छौ लक्ष्मी जम्मरा रातो टिकैमा प्रथम कुरो हो हात पो बोल्दो रहेछौ झिलिली कस्तो कुरो हो गोरी खानु पर्यो भन्नु राम्रोसँग यस्तो फेरि ट्याक्क यो अब भो यो भयो अब मम्मीले लगाइदिन आँटेको लाटा लगायो नि त पछाडि मेरो कान्छाको मतलब आयो देश प्रदेशको धनी हुनु मेरो नानी जनको धनी हुनु सुरु बनेर गाउँ दिनै परोस् एकदमै बलु खानै कामको मात्र आओस् कामको मात्र अनुहार नदेखियो